आइरहेको छ सञ्जीव सर। ओके। सो आज हिजो हिजो चाहिँ हामीले थोरै जेनरल ओभरभ्यू हामीले के गर्न सक्छौँ अथवा हाम्रो चाहिँ यो सिलेबसले के कभर गर्छ र तपाईँहरूले के एक्सपेक्ट गर्न सक्नुहुन्छ भन्ने कुरा र तपाईँहरूको एक्सपेक्टेसन पनि हामीले सुनेर हिजोको चाहिँ 1 घन्टा हामीले त्यसरी बितायौँ भनेदेखि अब आज चाहिँ हामीले फर्मली यो हाम्रो सेसन चाहिँ बिगिन गर्दैछौँ। यो डे 1मा हो। सो डे 1मा सबैलाई स्वागत छ गर्न चाहन्छु। सो यहाँनिर मैले नयाँ साथीहरू हिजो अस्तिको हाम्रो ओरिएन्टेसनमा नआउनु भएको साथी सुरक्षाजी देखेँ मैले है। सुरक्षाजीलाई मैले स्वागत गर्न चाहेँ। हजुर नमस्ते, स्वागत छ तपाईँलाई। थ्याङ्क यू सर, नमस्ते। ओके, अनि आइफोन जी पनि हुँदो रहेछ। आई होप एप्पलकै जस्तो लाग्यो। हजुरको नाम के होला? आइफोन जीको चाहिँ ठ्याक्कै भिडियो चाहिँ अन भइरहेको रहेछ, र अन भए पनि त्यो डार्क स्क्रिन मात्रै छ। आइफोन जीको हुनुहुन्छ होला। ए, ओके। यसो अब हामी फर्मली स्टार्ट गर्छौँ। आज चाहिँ हामीले यो जुन हाम्रो हिजोको सिलेबसमा हेरेकोमा यहाँनिर हामीले पहिलो मोड्युल अथवा फर्स्ट मोड्युलमा चाहिँ हामीले रिसर्च पर्सपेक्टिभ भनेर उ गरेका छौँ। सो यसमा चाहिँ जेनरली अब हामीले रिसर्च किन गर्छौँ अथवा किन गर्नुपर्छ, अनि किन चाहिँ यसमा हामीले भनौँ न यो किन विषयवस्तुलाई अथवा यो रिसर्चको एङ्गलबाट चाहिँ हामीले किन हेर्नुपर्छ भन्ने कुरामा अलिक फोकस हुन्छ, र त्यसको केही डाइमेन्सन्सहरूको बारेमा चर्चा गर्छौँ। मैले स्क्रिन सेयर गर्न चाहेँ। ओके, स्क्रिन सेयर भइरहेछ है? राज सर, भइरहेछ है? छैन? भइरहेछ सर, भइरहेछ। ए ओके। ओके, सो आज चाहिँ हामीले यो रिसर्च पर्सपेक्टिभ भन्ने कुरा चाहिँ हामी आज हेर्छौँ, र यसमा अघि नभने जस्तो रिसर्चको केही डाइमेन्सन्सहरू होइन, विशेष गरेर मैले चाहिँ यसमा यो यसलाई हामीले यो माइक्रो र म्याक्रो होइन, यो दुईवटा पर्सपेक्टिभबाट चाहिँ हामीले रिसर्चको पर्सपेक्टिभलाई हेर्नुपर्छ अथवा हेर्नु जरुरी छ। सिन्स हामी चाहिँ यो इकोनोमिक्सको विद्यार्थी भएको हिसाबले र इकोनोमिक्सकै रिसर्चको लागि हामी चाहिँ यो इकोनोमेट्रिक्स यो जुन हाम्रो मोड्युल छ त्यो पढिरहेको भएर अब यसलाई चाहिँ हामीले बेसिकली दुईवटा एङ्गलबाट हेर्छौँ होइन। अब गोइङ फरवर्ड हामीले जे जति कुराहरू चाहिँ गर्छौँ त्यसमा जहिले पनि दुईवटा दुईवटा डाइमेन्सनहरू हुन्छ। त्यो भनेको डाटाको बारेमा कुरा गर्नु पर्दाखेरि पनि हामी माइक्रो र म्याक्रो डाटा भनेर कुरा गर्छौँ होइन। किन भन्दाखेरि त्यो त्यो डाटाको पर्सपेक्टिभ नै हाम्रो चाहिँ रिसर्च पर्सपेक्टिभ हुन्छ होइन। हामीसँग केही क्वेसन हुन्छ होइन, त्यो क्वेसन पनि माइक्रो र म्याक्रो भनेर चाहिँ हामीले त्यसलाई सेपरेट गर्छौँ होइन। त्यही अनुसारले त्यो क्वेसनलाई चाहिँ एन्सर गर्नलाई डाटा पनि माइक्रो र म्याक्रो भनेर त्यो डाटाहरूको चाहिँ रेफरेन्स लिन्छौँ होइन। सो त्यसको लागि हामीले यो दुईवटा एङ्गलबाट अथवा दुईवटा पार्टबाट हामी यो रिसर्च पर्सपेक्टिभको बारेमा चर्चा गर्छौँ। सो यसमा केही स्लाइड्सहरू छ। यसमा चाहिँ हामी जेनरल म तपाईँहरूलाई केही बिचबिचमा केही क्वेसनहरू पनि राख्नेछु, त्यसलाई चाहिँ होपफुली तपाईँहरूले केही कुराहरू आफ्नो पर्सपेक्टिभ पनि राख्नुहुन्छ। सो लेट्स मेक इट इन्टरेक्टिभ वान। सो सुरुमै मैले चाहिँ तपाईँहरूलाई हिजो आउनुभएको साथीहरू छ त्यसमा केही क्वेसनहरू अथवा हिजो नआउनु भएकोहरूको पनि केही जिज्ञासा अथवा केही छ भने
त्यसमा थोरै कुराकानी गरौँ र त्यसपछि हामी यो सुरु गर्छौँ। सर म हिजो थिइनँ। हजुर। अब हिजो के भएको थियो चाहिँ एक्ज्याक्टली अब केही थाहा भएन। ए अलिकति ओके। जिस्टमा केही हल्का आइडिया हुन्छ भने भनेर चाहिँ। ए ओके। हुन्छ, अरू कसै केही छ हिजोको सम्बन्धीमा भनौँ न, अथवा अरू केही, यो हामीले आजको यो फर्मल सेसन स्टार्ट गर्नुभन्दा अगाडि केही कोही कुराहरू छ भने? ओके, सो कसै केही छैन भनेदेखि हाम्रो सुरक्षाजीकोमा म भन्न चाहेँ। हिजो चाहिँ हामीले जस्ट यो ओरिएन्टेसन जस्तो गऱ्यौँ। त्यसमा हामीले बेसिकली यो कोर्सकै बारेमा होइन, हामीले यो कोर्स किन कसरी डिजाइन गरेका छौँ र तपाईँहरूले चाहिँ यसबाट के एक्सपेक्ट गर्न सक्नुहुन्छ, र त्यसपछि हामीले चाहिँ जो हिजो उपस्थित हुनुहुन्थ्यो उहाँहरूको एक्सपेक्टेसन चाहिँ के छ होइन, त्यो त्यसरी चाहिँ हामीले कुरा गरेका थियौँ होइन। अब यसमा यो कोर्स डिस्क्रिप्सनमा हामीले के गर्छौँ भन्ने कुरामा अब यो डाइरेक्टली हामीले चाहिँ यो कन्टेन्टकै बारेमा हिजो कुरा गऱ्यौँ होइन। अनि त्यसपछि कन्टेन्टमा अब यति कुराहरू चाहिँ हामी कभर गर्छौँ भन्दै गर्दाखेरि यो के कति कुराहरू यहाँ थ्योरिटिकल कुराहरू जान्नुपर्ने कुराहरू छ होइन। जस्तै यो प्रिरिक्विजिट बेसिक्स टु नोमा हामी कसरी चाहिँ भेरिएबलहरू बन्छ र त्यो भेरिएबलहरूले चाहिँ कसरी काम गर्छ, त्यो भेरिएबलहरूलाई चाहिँ कसरी हामी बुझ्छौँ, अथवा त्यो भेरिएबल बन्नुको पछाडिको ब्याकग्राउन्डमा के हुन्छ र त्यसलाई कसरी बुझ्ने भन्ने कुराहरू थ्योरिटिकल्ली चाहिँ कुरा गर्छौँ भन्यौँ। र त्यसपछि इकोनोमेट्रिक्ससँगै सम्बन्धित थ्योरीहरू होइन, त्यो भनेको हामी बेसिकली ओएलएसमै फोकस हुन्छौँ र त्यो ओएलएसलाई कसरी युज गर्छौँ भन्ने कुरामा। अनि त्यसपछि भेरिएबलको अनुसारले हामी मोडलहरू चाहिँ तयार गर्छौँ र त्यो जुन यो मोडलहरू छ त्यो मोडलहरूलाई चाहिँ हामी आर र स्टाटा दुईटा टुल चाहिँ कसरी हुन्छ हामीले चाहिँ सकेसम्म तपाईँहरूलाई जेनरल ओभरभ्यू होस् अनि त्यो फ्यामिलियरिटी गेन गर्नुहुन्छ भन्ने एक्सपेक्टेसन राखेर चाहिँ हामीले यो सफ्टवेयर पनि युज गर्दै अनि यो मोडलहरूलाई पनि हामीले चाहिँ थ्योरिटिकली पनि बुझाउने कोसिस र त्यसपछि प्र्याक्टिकली पनि गर्छौँ भन्यौँ। अनि त्यही कन्टेन्टकै बारेमा चर्चा भयो र तपाईँहरूको एक्सपेक्टेसन हिजो उपस्थित साथीहरूको चाहिँ के एक्सपेक्टेसन राख्नुभयो अनि त्यसमा हामी कतिसम्म जान सक्छौँ भन्ने कुरामा डिस्कस गरियो। त्यति नै गरियो। अनि अर्को चाहिँ यो हामीले पढ्दै गर्दाखेरि अलिकति यो टु वे इन्टरेक्सन होस् अथवा अलिकति भनौँ न यहाँ वान वे चाहिँ आफ्नो कुराहरू राख्ने अथवा मैले तपाईँहरूलाई केही प्रेजेन्ट गर्ने र त्यसपछि तपाईँहरूले चाहिँ घरमा गएर त्यसलाई रिडु नगर्ने भयो भनेदेखि चाहिँ त्यो अलिकति त्यो लर्निङ चाहिँ त्यति राम्रो इफेक्टिभ नहोला कि भन्ने हिसाबले हामीले चाहिँ केही कुराहरू गर्छौँ होइन, क्लासमा प्रेजेन्टेसनहरू गर्छौँ। अनि त्यसपछि त्यसमा केही कन्टेन्टहरू चाहिँ तपाईँहरूलाई प्रस्तुत गरिसकेपछि त्यसलाई चाहिँ अब भनौँ न एज एन असाइनमेन्ट होमवर्कको रूपमा पनि हामी चाहिँ तपाईँहरूलाई दिन्छौँ भनेर यो हामीले अर्गनाइजेसनमा यो इभ्यालुएसनमा केही अनलाइन एक्सर्साइजहरू होइन अनि असाइनमेन्ट्सहरू होमवर्कहरू होइन त्यो केही राइटअपमा हुनसक्छ होइन। अलिकति पछि चाहिँ हामी डाटाको पार्टमा अलिकति यो सफ्टवेयर चाहिँ युज गर्ने पार्टमा चाहिँ अनलाइन एक्सर्साइजहरू नै अथवा घरमै बसेर तपाईँहरूले केही रिजल्ट केही डाटाहरू दिएर त्यसलाई चाहिँ रिजल्ट निकालेर त्यसको इन्टरप्रिटेसन होइन अथवा त्यसको बारेमा केही राइटअपहरू अथवा केही सर्ट प्रेजेन्टेसनहरू पनि बनाएर चाहिँ गर्न पर्ने हुन्छ भन्ने कुरा नै यति नै गरियो सुरक्षाजी। यसमा तपाईँ केही छ भने भन्नुभयो है त। सब भइहाल्यो सर। ओके ओके, त्यसो भए अब हामी आजको यो हाम्रो डे वानको चाहिँ फर्स्ट मोड्युल रिसर्च पर्सपेक्टिभ माइक्रो र म्याक्रोमा हामी जाउँ। सो त्योभन्दा अगाडि चाहिँ यो कन्टेन्टमा चाहिँ हामी यही
यो रिसर्चको बारेमा थोरै इन्ट्रो अनि माइक्रो म्याक्रो पर्सपेक्टिभ भनेको के हो र त्यो चाहिँ कसरी इन्टरकनेक्टेड छ र त्यो सँगसँगै हामी चाहिँ यो पेपर भनौँ न माइक्रो पर्सपेक्टिभको र म्याक्रो पर्सपेक्टिभको पेपर छ त्यो पेपरलाई चाहिँ मैले यहाँ कसरी त्यो बनेको छ र त्यसमा चाहिँ कस्तो खालको डाटाहरूलाई चाहिँ माइक्रो भन्छौँ र कस्तोलाई म्याक्रो भन्छौँ भन्ने कुरा छ र त्यसपछि रेफरेन्समा त्यही पेपरहरू नै छ। ओके, सो सुरुमा यो इन्ट्रोडक्सनमा वाइ डु वी डु रिसर्च भन्ने छ। मलाई कसैले अथवा इन्ट्रेस्टेड कसैले चाहिँ किन चाहिँ हामी रिसर्च गर्छौँ होला अथवा तपाईँले चाहिँ भनौँ न सिन्स तपाईँहरू चाहिँ यो कोर्समा इन्ट्रेस्टेड हुनुहुन्छ यो कोर्स लिनुको चाहिँ उद्देश्य के हो होइन अथवा यो रिसर्च इन जेनरल चाहिँ हामी किन गर्छौँ रिसर्च इन जेनरल एकचोटि कसैको आफ्नो ओपिनियनहरू राखिदिनु होला है त। नयाँ कुरा थाहा पाउनको लागि अथवा भ्यालिडेट गर्नको लागि होइन त्यसैको लागि हो। ओके, धन्यवाद। अरू कसैको? सुरक्षाजी तपाईँले नै भन्नुहुन्छ कि किन चाहिँ हामी रिसर्च गर्छौँ अथवा तपाईँले गर्नु भयो भनेदेखि किन रिसर्च गर्नुहुन्छ? मैले राज सरले भने जस्तै त्यही नै जस्तो कुनै चिज अब प्रिभियसली डन कुराहरूलाई चाहिँ फेरि अब त्यो भ्यालिडेट गर्नको लागि एउटा अनि एउटा चाहिँ अब कुनै आफूलाई जस्तो कुनै एउटा प्रब्लम हुन्छ प्रब्लमको सोल्युसनको लागि चाहिँ के रहेछ भन्ने स्टडी नै हो जस्तो लाग्छ। अरू कसै केही छ किन चाहिँ रिसर्च जरुरी छ अथवा गर्छौँ? दिपेशजी केही छ तपाईँको? ओके, सो कसै केही छैन भनेदेखि यसमा धन्यवाद राज सरलाई पनि र सुरक्षाजीलाई पनि धेरै धेरै धन्यवाद। सो उहाँहरूले भन्नुभयो जस्तै केही नयाँ कुरा थाहा पाउनको लागि त अवश्य नै हो र त्यो सँगसँगै भनौँ न कसैले केही पहिला भनौँ न एक्जिस्टिङ नलेजमा पनि केही नयाँ डाइमेन्सन अथवा नयाँ कुराहरू थप्नै नै हो होइन। अनि त्यो बाहेक अब हामी विभिन्न उद्देश्यले यहाँ जोडिएका छौँ होइन। कसैलाई चाहिँ यो रिसर्च चाहिँ भनौँ न बेसिकली थेसिस अथवा हामी चाहिँ यो टर्म पेपरहरू गर्छौँ त्यो भनौँ न अब हामी फर्दर हायर स्टडिजमा गयो भनेदेखि अब पिएचडी नै पर्स्यु गर्दाखेरि पनि त्यो एज अ पार्सियल फुलफिलमेन्ट डिग्री एउटा केही न केही रिसर्च चाहिँ गर्नै पर्ने हुन्छ होइन। अनि त्यो मात्रै नभएर अहिले हिजोआज चाहिँ यो पेपर भनेको रिसर्च पेपर चाहिँ एज अ रिक्वायरमेन्ट अफ जब एप्लिकेसन पनि भएको छ धेरैवटा संस्था विशेष गरेर रिसर्च रिलेटेड इन्स्टिट्युसन्सहरू भनौँ न होइन। अनि यसले यो पेपर हुनु अथवा रिसर्च हुनुले हुनु र नहुनुले कहिलेकाहीँ चाहिँ कस्तो पनि पाइएको छ भन्दाखेरि तपाईँको कुन पोजिसनमा जाने भन्ने कुराले पनि डिटरमाइन गर्दो रहेछ होइन। पब्लिकेसन भएको मान्छे एक लेभल चाहिँ माथि नै हुँदो रहेछ भन्ने कुरा पनि भयो होइन। सो एज अ पार्सियल फुलफिलमेन्ट डिग्री र एज अ रिक्वायरमेन्ट फर जब एप्लिकेसन पनि हो होइन। अनि त्योमा पार्टली यो ट्रु हो होइन। अनि देयर इज मोर टु इट होइन। अब त्यसमा अघि सुरक्षाजी र राज सरले भन्नुभएको एक्जिस्टिङ थ्योरी र त्यसको प्रेजेन्ट कन्टेक्समा चाहिँ रिलेभेन्सी छ कि छैन भनेर अहिलेको सिनारीमा अथवा अहिलेको लेटेस्ट डेटालाई चाहिँ लिएर त्यसलाई चाहिँ फेरि रिडिफाइन अथवा त्यसलाई चाहिँ फेरि त्यसको त्यो भनौँ न एक्जिस्टिङ थ्योरीमा अथवा त्यसको चाहिँ एउटा केही थ्योरी हुन्छ र त्यो थ्योरीमा चाहिँ नयाँ डाटा फिट गरेर अझै पनि त्यस्तै रिजल्ट अथवा पहिला जुन भनिएको थियो अब फर इक्जाम्पल
मनी सप्लाईले गर्दाखेरि चाहिँ इन्फ्लेसन बढ्छ अथवा मनी सप्लाईले गर्दाखेरि हाम्रो प्राइस लेभल चाहिँ बढ्छ भनेर अब पहिलादेखि नै क्लासिकलदेखि लिएर हाम्रो भनौँ म्याक्रो इकोनोमिक विभिन्न थ्योरीहरूले चाहिँ भनिरहेकै हुन्छ। तर मनी सप्लाईले मात्रै हो त अथवा मनी सप्लाईको चाहिँ त्यो इन्टेन्सिटी पहिलाको जस्तै छ त भन्ने कुराहरूलाई चाहिँ टेस्ट गर्नलाई हामी फेरि यो म्याक्रो पार्टमा चाहिँ त्यसरी हेर्छौँ भनेदेखि अब माइक्रो पर्सपेक्टिभ अथवा भनौँ न इन्डिभिजुअल लेभलमा अथवा हाउस होल्ड लेभलमा अथवा फर्म लेभलमा पनि हामीले चाहिँ त्यो प्रि एक्जिस्टिङ थ्योरीहरूलाई चाहिँ प्रुभ गर्नलाई अथवा डिसप्रुभ गर्नलाई पनि हामी चाहिँ रिसर्चहरू भनौँ न गरिराख्नु पर्ने हुन्छ अथवा गर्छौँ होइन। सो त्यही नै हो कुराहरू होइन। अनि यो नयाँ डाइमेन्सन यो एक्जिस्टिङ थ्योरीमा चाहिँ कहिलेकाहीँ यो इन्टेन्सिटीको कुरा गरेँ मैले अघि नै होइन। अब मनी सप्लाईले इन्फ्लेसन बढाउँछ भन्दै गर्दाखेरि त्यसको इन्टेन्सिटी घटिरहेको पनि हुनसक्छ, किन भन्दाखेरि अब अहिले भनौँ न हाम्रो करेन्सीको मात्रै कुरा नभएर अब विभिन्न फर्ममा चाहिँ ट्रान्ज्याक्सनहरू हुन थालेको छ। अनि त्यो फर्महरू चेन्ज हुँदाखेरि सधैँ मनी सप्लाईले मात्रै नहुन सक्छ। अनि अब भनौँ न अहिले त्यो यो एक्सचेन्ज रेट कस्तो छ होइन, फिक्स छ कि यो पेक्ड छ कि छैन भन्ने कुराले पनि चाहिँ त्यो ट्रेडमा अथवा ट्रेड थ्रु त्यो ट्रान्ज्याक्सन गर्ने माध्यमहरूमा चाहिँ आएको परिवर्तनले गर्दाखेरि पनि त्यो इन्फ्लेसनलाई चाहिँ विभिन्न कुराले असर गरिरहेको हुनसक्छ, नट जस्ट द मनी सप्लाई भन्ने। सो त्यसरी चाहिँ नयाँ डाइमेन्सनहरू थप्नलाई पनि हामी चाहिँ रिसर्चहरू गर्छौँ। र त्योभन्दा इम्पोर्टेन्ट चाहिँ भनौँ न यो हाम्रो सराउन्डिङमा यो इन्फर्मेसनहरू चाहिँ छरपष्ट छ होइन। अथवा भनौँ न हामीले जहिले अब डाटा चाहिँ पाइएन अथवा रिसर्च गर्नलाई हामीसँग चाहिँ डाटा छैन अथवा डाटा पाइएन, डाटा कहाँबाट लिने होला भन्ने कुराहरूमा चाहिँ अल्झिरहेको जस्तो भेटिन्छ क्या। स्पेसली अब न्यू कमर्स अथवा नयाँ हाम्रो रिसर्चरहरू अथवा नयाँ न्यू कमर्सहरू चाहिँ डाटा चाहिँ कहाँ पाइएला अथवा त्यो एक्जिस्टिङ डाटामा चाहिँ धेरैवटा मिसिङ भ्यालुजहरू छ। सो त्यो भएर त्यसलाई युज गर्न नमिल्ने होला भन्ने खालको क्वेसनहरू चाहिँ हुन्छ होइन। तर कसैले चाहिँ रेडी गरिदिएको डाटा मात्रै डाटा हो त होइन नि त होइन। अभियसली बिङ अ रिसर्चर तपाईँ हामीले चाहिँ अलिकति फरक तरिकाले चाहिँ सोच्ने अथवा अलिकति बाटोमा हिँड्दै पनि कति इन्फर्मेसनहरू चाहिँ त्यहाँनिर छरपष्ट भएर बसिरहेको हुन्छ होइन। सो त्यसलाई चाहिँ कलेक्ट गरेर अर्गनाइज गर्नलाई पनि चाहिँ हामी रिसर्च गर्नुपर्ने हुन्छ होइन। त्यो भनेको अब जस्तै हाम्रै टोल छिमेकमा विभिन्न घटनाहरू चाहिँ घटिरहेको हुन्छ होइन। अब त्यो घटनाहरू ती घटनाहरू जो चाहिँ कसैले भनौँ न अनलेस अब त्यो भनौँ न युनिभर्सिटीबाट होस् अथवा रिसर्च फर्मबाट होस्, त्यसले चाहिँ फर्मली एउटा डोनर अथवा एउटा भनौँ न प्रोजेक्ट स्पेसिफिक नहुन्जेलसम्म ती डाटाहरू चाहिँ कलेक्ट हुँदैन। तर भनौँ न हाम्रै सराउन्डिङमा ती इन्फर्मेसनहरू चाहिँ छरपष्ट हुन्छन्। अब फर इक्जाम्पल भनौँ न हामीले चाहिँ हाउस होल्ड लेभलमा यो लिभिङ स्ट्यान्डर्ड सर्वेहरू गर्छौँ अथवा यो भलनरेबिलिटी रिस्क सर्वेजहरू चाहिँ गर्छौँ। तर त्यो बाहेक अब भनौँ न तपाईँहरू बाटोमा हिँड्दै कति जस्तै एउटा पसलबाट अर्को पसलमा जाँदाखेरि त्यहाँनिर त्यो भनौँ न त्यो रेटहरूको फ्लक्चुएसन हुने हुन्छ होइन। अनि त्यो फ्लक्चुएसन कसरी भयो होला त भन्ने कुरा पनि त एउटा इन्फर्मेसन हो। अनि त्यसको पछाडिको कारण के होला भन्ने कुरा पनि, अनि जसले गर्दाखेरि तपाईँले चाहिँ सामान भनौँ न आफ्नो पर्चेजिङ डिसिजन त्यही अनुसारले बनाउनुहुन्छ। त्यो पनि एउटा भनौँ न कतै प्रुभन अथवा कतै रेकर्डेड थ्योरी होइन। तर त्यस्तो खालको इन्फर्मेसनहरू भनौँ न त्यो मैले ठ्याक्क अहिले एउटा त्यो पसलको इक्जाम्पल दिएँ। तर त्यो बाहेक विभिन्न इन्फर्मेसनहरू हुनसक्छ, त्यो चाहिँ कसैले रेकर्ड गरेर राखिदिएको हुँदैन। ती इन्फर्मेसनहरूलाई चाहिँ कलेक्ट गरेर अनि त्यसपछि अर्गनाइज गरेर त्यसलाई चाहिँ एउटा भनौँ न एउटा इन्फर्मेसनको रूपमा हामीले
चाहिँ युज गर्न सक्छौँ। सो त्यसको लागि पनि हामीले चाहिँ रिसर्चहरू गर्ने हुन्छौँ होइन। अनि बेसिकली अब रिसर्चको चाहिँ पछाडि केही रिसर्च क्वेसन हुन्छ होइन, त्यो क्वेसनलाई चाहिँ आन्सर गरेर त्यो एउटा लिट्रेचरमा चाहिँ कन्ट्रिब्युट गर्ने नै हो अथवा फिल्ड अफ स्टडीमा कन्ट्रिब्युट गर्ने नै हो होइन। अनि त्यो बाहेक अब भनौँ न यो प्रोग्राम एन्ड पोलिसी इन्टरभेन्सन्सहरूको चाहिँ इभ्यालुएसनको लागि पनि गर्ने हुन्छ होइन। भनेको जस्तै स्कुल कुनै हामी चाहिँ स्कुलमा एउटा उदाहरणको लागि एउटा हाम्रो चाहिँ केही सेट अफ स्कुल लियौँ हामीले र त्यो स्कुलमा चाहिँ एउटा ट्रेनिङ प्रोग्राम गऱ्यौँ होइन। भनेको टिचरहरूलाई चाहिँ हामीले केही ट्रेनिङ प्रोग्राम गऱ्यौँ र त्यो प्रोग्रामले चाहिँ आउटकम कस्तो ल्यायो त भनेको हाम्रो गोल अथवा त्यो ट्रेनिङ प्रोग्रामको चाहिँ गोल के थियो त भन्दाखेरि त्यो ट्रेनिङ गरिसकेपछि शिक्षकहरूले राम्रोसित चाहिँ डेलिभर गर्न सक्छन् विद्यार्थीलाई। त्यसपछि विद्यार्थीको चाहिँ रिजल्ट चाहिँ इम्प्रुभ भएर भनौँ न उनीहरूको चाहिँ रिजल्टमा इम्प्रुभमेन्ट हुन्छ भन्ने चाहिँ हाम्रो टार्गेट थियो। तर ती कुराहरू अचिभ भयो कि भएनन् भन्ने कुरा हेर्नलाई पनि त्यो भनौँ न प्री ट्रेनिङ प्रोग्राम अथवा त्यो ट्रेनिङ प्रोग्राम हुनुभन्दा अगाडिको हामीसँग केही इन्फर्मेसन हुन्छ र त्यसपछि पोस्ट ट्रेनिङ भनौँ न पोस्ट ट्रेनिङ चाहिँ केही इन्फर्मेसन चाहिँ हामीसँग हुन्छ। त्यो भनेको रिजल्ट नै भनौँ न अगाडिको रिजल्ट र पछाडिको रिजल्टमा त्यसमा चाहिँ केही तात्विक भिन्नता रहेछ भनेदेखि त्यसले चाहिँ त्यो भनौँ न हामीले चाहिँ के भन्न सक्छौँ भन्दाखेरि ट्रेनिङ प्रोग्रामले केही न केही रिजल्टमा चाहिँ इम्प्रुभ गर्दो रहेछ अथवा गरेन भनेदेखि गर्दैन रहेछ होइन। गऱ्यो भनेदेखि पनि ठ्याक्कै प्रोग्रामले मात्रै भयो होला त होइन। त्यो बेलामा अब उसले ट्रेनिङ प्रोग्राम पनि लियो र त्यो सँगसँगै अरू कुनै कारणले चाहिँ उसलाई थप भनौँ न टिचरलाई चाहिँ थप त्यो आफू मेहनत गर्नलाई अन्य इन्सेन्टिभहरू दियो। जस्तै हामीले आफ्नो प्रोग्राममा हामीले टिचरहरूलाई चाहिँ ट्रेनिङ प्रोग्राममा इन्भल्भ गरायौँ, ट्रेनिङ गरायौँ। तर भनौँ राज्यबाट पनि अथवा सरकारबाट पनि उसलाई चाहिँ एक्स्ट्रा इन्सेन्टिभ के भयो भन्दाखेरि यदि रिजल्ट चाहिँ राम्रो भयो भनेदेखि तपाईँहरूको चाहिँ 10%ले अथवा 20%ले चाहिँ तलब वृद्धि हुन्छ भनेर चाहिँ प्यारलली त्यो प्रोग्राम चाहिँ आइरहेको छ जसको विषयमा चाहिँ हामीलाई थाहा छैन भनेदेखि त्यो चाहिँ बायस्ड हुनसक्छ होइन। सो त्यसरी पनि हामीले चाहिँ हाम्रो प्रोग्राम इभ्यालुएसनहरू गर्नलाई पनि त्यो कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ भनेर त्यो भयो। सो अल्टिमेटली हाम्रो चाहिँ रिसर्चको अब्जेक्टिभ कोही न कोही हामीले पेपरहरू गर्दै गर्दाखेरि अथवा थेसिसहरू लेख्दै गर्दाखेरि चाहिँ काहीँ न काहीँ त्यो कोही न कोही व्यक्तिलाई हामीले चाहिँ त्यो विषयको बारेमा त्यो विषयले अथवा त्यो हाम्रो रिजल्टले चाहिँ कुनै व्यक्ति अथवा बिजनेस सोसाइटी र गभर्मेन्टलाई चाहिँ केही हेल्प होस् भन्नु नै हाम्रो रिसर्चको उद्देश्य हुनुपर्छ। त्यो भयो भने हामीले अलिक बढी केयरफुल हुन्छौँ अथवा अलिकति बढी चाहिँ हामी मेहनत गर्छौँ अथवा अलिकति बढी चाहिँ टाइम इन्भेस्ट आफ्नो इफोर्ट चाहिँ इन्भेस्ट गरेर हामी रिसर्च गर्ने हुन्छ होइन। सो यो चाहिँ हाम्रो केही रिसर्च चाहिँ किन गर्छौँ भन्ने चाहिँ कुराहरू भयो होइन। सो यो अघि नकै कन्ट्रिब्युट जस त्यो हामीले पेपरहरू लेखिसकेपछि अल्टिमेटली त्यसलाई चाहिँ काहीँ न काहीँ रेकर्डमा राख्नुपर्छ भनेर सो त्यो एकाडेमिक लिट्रेचरमा चाहिँ हामीले राख्छौँ होइन। अन्तिममा राख्न पनि सक्यो नराख्न पनि सक्यो तर त्यसरी पनि गर्न मिल्छ भन्ने भयो होइन। अनि मेनी मोर अब नट लिमिटेड टु हामीले भर्खर केही कुराहरू गऱ्यौँ। ओके सो बिफोर हामी चाहिँ यो माइक्रो पर्सपेक्टिभ अथवा म्याक्रो पर्सपेक्टिभमा छिर्नुभन्दा अगाडि यसमा केही छ कसैको यो चाहिँ अथवा तपाईँको केही एक्स्ट्रा ओपिनियनहरू अथवा यसमा केही क्वेसनहरू छ भने भन्नु होला है। ओके कसैको केही छैन भने हामी अगाडि बढौँ। ओके सो माइक्रो पर्सपेक्टिभ
माइक्रो पर्सपेक्टिभ भन्दाखेरि अब यहाँ हामीले चाहिँ यो एउटा भेन डायग्राम छ। भेन डायग्राममा चाहिँ कसरी बनाएको छौँ भन्दाखेरि यो बिग सेट छ म्याक्रोको, त्यसकै चाहिँ सबसेटलाई हामीले माइक्रो भनेका छौँ होइन। यो कसरी चाहिँ त्यो भयो अथवा कसरी चाहिँ हामी त्यो इन्टरकनेक्टेडनेसको पार्टमा हामी कुरा गर्दाखेरि गर्ने नै छौँ। सो अहिलेलाई चाहिँ हामी माइक्रो इज अ सबसेट अफ म्याक्रो भन्ने कुरा नै बुझौँ। सो त्यसरी नै हामी कुरा गर्छौँ। तर त्यो भन्दै गर्दाखेरि अप्रोच चाहिँ अलिकति फरक नै हुन्छ होइन। अनि डाटाको स्ट्रक्चर पनि अथवा डाटा कलेक्सन प्रोसिड्युर पनि फरक हुन्छ र डाटाको स्वरूप पनि फरक हुने भएको भएर सो यो चाहिँ अलिकति सेपरेट गरेर नै हेर्नुपर्ने हुन्छ। स्टिल हामी काहीँ न काहीँ चाहिँ यो म्याक्रोकै एउटा कम्पोनेन्ट हो। सो माइक्रो पर्सपेक्टिभमा अब यसले हामीले चाहिँ केसँग डिल गर्छौँ भन्दाखेरि इन्डिभिजुअल होइन, हाउस होल्ड्स अथवा फर्म्स होइन। सो इन्डिभिजुअल, हाउस होल्ड, फर्म यो तिनटै चाहिँ हाम्रो भनौँ न माइक्रो रिलेटेड कुरा हो होइन। अब हामीले इन्डिभिजुअलको कुरा गर्दै गर्दाखेरि इन्डिभिजुअल लेभलमा चाहिँ हामीले डेटा कलेक्ट गर्छौँ होइन। भनेको तपाईँ हाम्रै चाहिँ एउटा केही क्वेसन छ, रिसर्च क्वेसन छ कि अब कसैको चाहिँ भनौँ न वेज होइन। अब वेज चाहिँ वेज बढ्नु अथवा वेज चाहिँ फरक फरक हुनुको पछाडि के कारण चाहिँ हुन्छ होइन। भनेको मान्छे चाहिँ बढी शिक्षित भएर चाहिँ उसको वेज बढ्ने हो कि अथवा मान्छे चाहिँ बढी मेहनत अथवा अलिकति बढी लेबरियस भएर पो उसको चाहिँ ऊ बढ्ने हो कि अथवा त्यो चाहिँ उसको ट्रेनिङ अथवा उसको यो एजुकेसनको चाहिँ क्षेत्रले फरक पार्ने हो कि होइन, अथवा त्यो चाहिँ हेरिडेटरी कुरा हो होइन। भनेको जस्तै बुवा चाहिँ हायर राम्रो पैसा कमाउनुहुन्थ्यो भनेदेखि छोराले पनि राम्रो पैसा कमाउने पो हो कि अथवा छोरीले के अरे बुवाले चाहिँ धेरै पैसा कमाएको भएरै छोरीले पनि चाहिँ बढी चाहिँ पैसा कमाउने हो कि अथवा वेज चाहिँ उसले त्यसरी पाउने हो कि भन्ने कुराहरू विभिन्न फ्याक्टरहरू चाहिँ हामी अध्ययन गर्दै गर्दाखेरि त्यसको लागि चाहिँ डाटा कलेक्सन पनि अब कसरी हुन्छ इन्डिभिजुअल लेभलमै हुन्छ होइन। भनेको जस्तै अब राजीको घरमा चाहिँ अब भनौँ न हामीले एज एन इनुमरेटर गयौँ र हामीले चाहिँ भनौँ न त्यो यो वेज स्टडी अथवा वेज चाहिँ वेजको बारेमा हामी स्टडी गर्दैछौँ भनेदेखि सो उहाँको घरमा गएर उहाँसँग भनेको घरमा गएर अन्य व्यक्तिसँग अथवा अन्य परिवारको सदस्य अथवा गाउँको कोही छरछिमेकी अथवा घर वरपरको छरछिमेकीसँग भन्दा पनि उहाँहरूसँगै चाहिँ गएर राजीसँग अथवा सुरक्षाजीसँग अथवा दिपेशजीसँग सुरक्षाजीसँग चाहिँ गएर यो इन्फर्मेसनहरू चाहिँ कलेक्ट गर्छौँ होइन। के को इन्फर्मेसन भन्दाखेरि वेजको कलेक्ट गर्छौँ। त्यस्तै गरेर अब हामीले के सोचेछौँ त होइन यो ऊ गर्दै गर्दाखेरि यो हाम्रो डाटा कलेक्ट गर्दै गर्दाखेरि हामीले चाहिँ केही हाइपोथेसिसहरू सेट गरे हुन्छौँ अथवा त्यो केही थ्योरीहरू चाहिँ हामीले हेरेर गएको हुन्छौँ। त्यो अनुसारले इन्डिभिजुअल लेभलमा राजी हजुरको चाहिँ वेज कति छ, हजुरको एजुकेसन कति छ र हजुरको चाहिँ बुवाले कति पढ्नु भएको थियो अथवा बुवाको चाहिँ कति इयरली कति एनुअली कति कमाउनुहुन्थ्यो अथवा तपाईँ कुन सेक्टरमा काम गर्नुहुन्छ अथवा तपाईँ चाहिँ कति घन्टा काम गर्नुहुन्छ होइन अथवा कति फिजिकल इन्टेन्सिटी अथवा मेन्टल इन्टेन्सिटी काम गर्नुहुन्छ। सो यी कुराहरूलाई चाहिँ भनौँ न सकेसम्म त्यो अलिकति कम्प्रिहेन्सिभ तरिकाले सोचेर होइन चाहिँ कुराहरू उ गर्ने हुन्छ। अब त्यो मात्रै नभएर अब भनौँ न अन्य कुराहरूले होइन जस्तै तपाईँ कुन देशमा जन्मिनु भयो त्यसले पनि फरक पार्ने हुन्छ होइन। इफ वी आर कन्डक्टिङ अ प्यानल भनौँ न इन्टर यो हाम्रो भनौँ न देश बिचको चाहिँ हामी इन्डिभिजुअलहरूको स्टडी गर्दैछौँ भनेदेखि त्यो देश भन्ने फ्याक्टर पनि इम्पोर्टेन्ट हुन्छ होइन। अथवा देश भन्ने फ्याक्टर इम्पोर्टेन्ट हुँदैन, सबै चाहिँ समान हो भनेदेखि त्यो पनि चाहिँ हामीले चाहिँ भनौँ न सबै चाहिँ समान हो भनेर त्यसरी चाहिँ इन्फरेन्सहरू ड्र गर्न सक्छौँ। सो त्यसको लागि हामीले इन्फर्मेसन कस्तो कलेक्ट गर्नु पऱ्यो त भन्दाखेरि इन्डिभिजुअल लेभलमै। त्यसपछि हाउस होल्ड लेभलमा अब हाउस होल्ड लेभलमा भनौँ न कुनै हाउस होल्डले चाहिँ कति चाहिँ
कन्ज्युम गर्छ अथवा कति चाहिँ उसको कन्जम्सन अन फुड भनौँ न होइन, फुडमा चाहिँ उसले कति खर्च गर्छ भन्ने कुरा थाहा पाउनलाई अब चाहिँ इन्डिभिजुअल लेभलमा गएर भएन होइन। किन भन्दा हामी घरको एउटा एउटा हाउस होल्डको चाहिँ कुरा गर्दै गर्दाखेरि प्रत्येक इन्डिभिजुअल त्यो घरभित्र रहने चाहिँ सबै मेम्बरको कन्जम्सनको चाहिँ इन्फर्मेसन लिन पऱ्यो होइन। जस्तै उसले खानामा खानामा पनि विभिन्न भनौँ न भात भात कति खाला अथवा आलु कति खाला अथवा भनौँ न अब त्यो धेरै थरी नगरेर जस्तै त्यो भातबाट चाहिँ अथवा हामीले खाने खानाबाट आउने जुन म्याक्रोन्युट्रियन्टहरू हुन्छ कार्बोहाइड्रेट अथवा प्रोटिन होइन फ्याट चाहिँ कति कन्ज्युम गर्छ भन्ने कुरालाई चाहिँ अब प्रत्येक इन्डिभिजुअलमा त्यो सबै इन्डिभिजुअलले चाहिँ खपत गर्ने कुराहरू चाहिँ हाउस होल्डको टोटल कन्जम्सन चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ होइन। सो त्यसको लागि अब इन्डिभिजुअलमा गएर इन्डिभिजुअलको चाहिँ त्यो हाउस होल्डसँग कहिलेकाहीँ त्यसको लागि चाहिँ अब जस्तै भनौँ न यसमा चाहिँ नट नेसेसरी इन्डिभिजुअल लेभलमै गएर तपाईँले चाहिँ सोधिराख्नु पर्दैन। अब जस्तै घरमा चाहिँ खाना पकाउने मान्छे होइन, खाना पकाउने मान्छेलाई त थाहा हुन्छ नि त दिनमा कति पकाइन्छ होइन, चामल कति पकाइन्छ, दाल कति पकाइन्छ, तरकारी कति पकाइन्छ अथवा अचार कति पकाइन्छ होइन। त्यसको लागि इनपुट कति लाग्छ भनेको तेल कति लाग्छ, के चामल कति लाग्छ, दाल कति लाग्छ अथवा अन्य यो अन्य कन्डिमेन्ट्सहरू चाहिँ कति लाग्छ भन्ने कुरा त्यो एउटा खाना पकाउने मान्छेलाई थाहा हुन्छ होइन। त्यो हुँदाखेरि सो त्यसरी पनि चाहिँ इन्फर्मेसन कलेक्ट गर्ने हुन्छ। अब त्यसको लागि त्यो खानालाई चाहिँ फेरि भनौँ न केले ड्राइभ गरिरहेछ त होइन भनेको त्यो आफै चाहिँ त्यो अलिकति वेल्दी फ्यामिली अथवा वेल्दी हाउस होल्ड हो भनेदेखि अभियसली उसको चाहिँ त्यो खानाको कन्जम्सन बढी हुनसक्छ होइन। अनि अब त्यो वेल्दी होइन तैपनि उसले चाहिँ भनौँ न एक्स्ट्रा चाहिँ अथवा राम्रो खाना कन्ज्युम गरिरहेछ कम्पेयर टु द वेल्दी काउन्टर पार्ट्स भनेदेखि फेरि त्यसको पनि के कारणले हो त भन्ने कुराहरू चाहिँ स्टडी गर्नलाई हामी हाउस होल्ड लेभलमा इन्फर्मेसनहरू कलेक्ट गर्छौँ होइन। सो त्यसरी चाहिँ हाउस होल्डमा गएर एउटा भनौँ न खानाको सम्बन्धी हामी गर्दैछौँ भनेदेखि मुख्य जो चाहिँ खाना पकाउने मान्छे हुन्छ उसलाई चाहिँ मजाले हामी प्रश्न सोधेर होइन त्यसरी चाहिँ हामी गर्न सक्छौँ भन्ने कुरा भयो होइन। अनि त्यहाँबाट हामी चाहिँ भनौँ न एउटा कुनै हाउस होल्डको चाहिँ फुड कन्जम्सन बढिरहेछ भनेदेखि त्यसको चाहिँ त्यो आउटकम चाहिँ हाम्रो फुड कन्जम्सन हो भनेदेखि त्यसलाई चाहिँ ड्राइभ गर्ने हाम्रो जुन इन्डिपेन्डेन्ट भेरिएबल छ अथवा त्यो हामी ट्रिटमेन्ट भेरिएबलहरू पनि भन्छौँ होइन, त्यो चाहिँ के हो त अथवा के कारणले चाहिँ हो त ऊ चाहिँ वेल्थ लेभलले चाहिँ त्यसलाई ड्राइभ गर्ने हो कि अथवा अब अहिले हाम्रो भनौँ न माइग्रेसनले गर्दाखेरि पनि एकदम त्यो एक्सपेन्डिचरहरू चाहिँ खानामा राम्रो भइरहेछ, हेल्थमा राम्रो भइरहेछ होइन, एजुकेसनमा राम्रो भइरहेछ भनेदेखि वेल्थ मात्रै चाहिँ त्यसको इन्डिकेटर भएन। किन भन्दाखेरि तपाईँले चाहिँ वेल्थबाट चाहिँ त्यसलाई उ गर्ने बित्तिकै त्यो चाहिँ बायस्ड खालको कुरा हुन्छ होइन। त्यसो भएदेखि त्यसको सोर्स के हो त भन्दाखेरि अब माइग्रेसन हुनसक्छ, माइग्रेटेड हाउस होल्डले गर्दाखेरि चाहिँ पठाएको रेमिटेन्सको कारणले गर्दाखेरि उसको चाहिँ एक्सपेन्डिचर बढेको हुनसक्छ होइन। अथवा त्यसो भए माइग्रेसनले मात्रै हुन्छ अथवा रेमिटेन्सले मात्रै हुन्छ त अथवा वेल्थले मात्रै हुन्छ त नट नेसेसरी। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि जस्तै अलिकति लेबरियस अलिकति हार्डवर्किङ अलिकति त्यो भनौँ न फ्यामिलीमा चाहिँ जति मेम्बर हुनुहुन्छ उहाँहरू चाहिँ सबैजना खेतीपातीमा राम्रो भनौँ न गर्नु सक्नुहुन्छ भनेदेखि त्यहाँबाट पनि उसको चाहिँ उत्पादनहरू राम्रो भएर त्यो खपतहरू बढिरहेको हुनसक्छ। त्यस्तो बेलामा तर त्यसको भेरिएसनको कुरा हुन्छ होइन भनेको अथवा त्यसको स्याम्पलको पनि कुरा हुन्छ। त्यो स्याम्पल चाहिँ त्यस्तो खालको फ्यामिली चाहिँ हामीसँग कति छ भन्ने कुराले पनि त्यसलाई त्यो हाम्रो रिजल्टलाई चाहिँ असर गर्ने हुन्छ। त्यो हुँदाखेरि हाउस होल्ड लेभलमा अब कति चाहिँ कति खपत गरिन्छ खाना अथवा खानामा कति खर्च हुन्छ र त्यसको सोर्स के हो होइन, वेल्थको पनि हुनसक्छ अथवा माइग्रेसन र त्यसले पठाएको रेमिटेन्सको हुनसक्छ अथवा उसको ल्यान्ड होल्डिङ हुनसक्छ होइन, अथवा उनीहरू चाहिँ कति चाहिँ काम गर्छन् होइन, कति घन्टा काम गर्छन् त्यसले पनि चाहिँ असर गर्ने हुन्छ। ती इन्फर्मेसन चाहिँ हाउस होल्ड लेभलमा कलेक्ट गर्नुपर्ने हुन्छ होइन। अब फर्म लेभलमा हामीले भनौँ न जस्तै अब फर्मको प्रफिटेबिलिटी भनौँ न होइन,
जस्तै एउटा कुनै एग्रिकल्चरल फर्म छ, एग्रिकल्चरमा कोही एकजना किसानले चाहिँ उसको उत्पादन अथवा उसको उत्पादन भन्दा पनि त्यो उत्पादनबाट हुने प्रफिट भनौँ न, सो त्यो प्रफिटमा चाहिँ उसको मेहनतको कति सेयर छ होइन, भनेको उसले कति घन्टा लगाउँदाखेरि चाहिँ उसको प्रफिट कुन लेभलको हुन्छ र नलगाउँदाखेरि होइन चाहिँ कति हुन्छ भनेको उसले चाहिँ आफूले यदि उसले चाहिँ दिनरात त्यही खेतमै बसेर उसले धेरै काम गरेर चाहिँ गर्छ भनेदेखि अभियसली त्यो उत्पादन पनि राम्रो हुनसक्छ, उसको त्यो केयर पनि बढी भएर त्यो चाहिँ हुनसक्छ। तर त्यो भनौँ न त्यो हुँदाहुँदै कहिलेकाहीँ चाहिँ नभइदिन सक्छ नि त होइन, भनेको विभिन्न कारणले अब कृषि चाहिँ यतिकै पनि जोखिमपूर्ण र त्यो मेहनतको हिसाबले प्रतिफल पनि त्यति नआउने हुने भएको त्यसमाथि अब अलिकति यो प्राकृतिक उसबाट पनि जोखिममा हावाहुरी अथवा ठुलो वर्षा हुँदाखेरि त्यो उपजहरू चाहिँ बिग्रिने अथवा बोट बिरुवाहरू मासिने हुनसक्छ। त्यो भएर पनि उसले त्यो भनौँ न उसले मेहनत गर्दाखेरि पनि उसको चाहिँ प्रफिट नभएको हुनसक्छ होइन। सो त्यसो भएदेखि यसमा चाहिँ मेहनत गर्दाखेरि नहुने रहेछ भन्ने कुरा हुन्छ होइन। त्यसो भएदेखि सबै फर्ममा यस्तो हुन्छ त, एग्रिकल्चरमा त त्यो भयो। अर्को टेक फर्ममा जाउँ होइन, अथवा अलिकति यो ट्रेडिङ फर्ममा जाउँ, त्यहाँ चाहिँ के हुन्छ, अलिक बढी आवर स्पेन्ड गरेर बढी कस्टमरसँग डिल गरियो भनेदेखि चाहिँ बढी प्रफिट हुने रहेछ। अथवा त्यो कुनै एउटा डाइरेक्टरले भनौँ न म्यानेजिङ डाइरेक्टरले चाहिँ कति घन्टा चाहिँ त्यो फर्ममा आवर स्पेन्ड गर्दाखेरि उसको प्रफिट बढ्दो रहेछ भन्ने कुराहरू चाहिँ मेजर गर्ने हुन्छ होइन। त्यो भन्दै गर्दाखेरि अब त्यसलाई असर गर्ने अन्य कुराहरू पनि हुनसक्छ, भनेको क्लाइन्ट बेस कति छ, अनि त्यसपछि उसको चाहिँ कस्टको कुरा पनि हुन्छ होइन। कस्टमा अनि त्यो कस्ट कन्ट्रोल गर्दै गर्दाखेरि चाहिँ के कुराले चाहिँ त्यो कस्टहरू चाहिँ कन्ट्रोल भयो त होइन, भनेको त्यो लेबरमा भनौँ न उसले चाहिँ म्यासिभली यो टेक्नोलोजीमा चाहिँ इन्भेस्ट गरेर यता लेबरको सङ्ख्याहरू चाहिँ घटाएर पो गऱ्यो कि होइन। त्यो भयो भनेदेखि सबैलाई चाहिँ भनौँ न हाम्रो फर्म अथवा 10वटा अथवा 20वटा चाहिँ फर्महरूमा गरिएको अध्ययनमा चाहिँ के देखियो त भन्दाखेरि यदि टेक्नोलोजीलाई चाहिँ एडप्ट गरियो भनेदेखि लेबर कस्ट चाहिँ घट्यो भनेदेखि फर्महरूमा चाहिँ प्रफिट हुँदो रहेछ भनेर इन्फर्म गर्न सकियो, गिभन त्यो भनौँ न सबैको लागि चाहिँ त्यो रिजल्टहरू सबैको फर्महरूको चाहिँ रिजल्ट त्यस्तै आयो भनेदेखि होइन। तर त्यसको लागि के हुनु पऱ्यो भन्दाखेरि त्यसमा केही न केही भेरिएसन चाहिँ अकाउन्ट गर्नुपर्ने हुन्छ। यदि फेरि हामीले चाहिँ एउटै खालको फर्महरू राख्यौँ अनि भनौँ न अथवा एउटै नेचरको फर्म राख्यौँ र त्यो त्यसमा चाहिँ भेरिएसन छैन भनेदेखि चाहिँ फेरि त्यसको यो हामी बिटा अथवा अल्फाको कुराहरू चाहिँ पछि गर्छौँ। सो त्यसको कोफिसियन्टहरू चाहिँ फेरि सानो हुन जाने हुन्छ। सो यसरी चाहिँ हामीले माइक्रो पर्सपेक्टिभ चाहिँ इन्डिभिजुअल, हाउसहोल्ड र फर्म लेभलमा चाहिँ हेर्छौँ भन्ने कुरा भयो होइन। सो यसमा अब एभ्री इन्डिभिजुअल युनिट भनेको अब यो पनि इन्डिभिजुअल युनिट नै हो। अब हाउसहोल्ड पनि एउटा इन्डिभिजुअल हाउसहोल्ड भन्छौँ हामी होइन, अथवा इन्डिभिजुअल फर्मको रूपमा चाहिँ ट्रिट गर्छौँ भन्ने भयो। सो यसमा यसलाई चाहिँ भनौँ न यो एउटा फर्मबाट अर्को फर्ममा चाहिँ भनौँ न होइन कसरी यो बिहेभ गर्छ होइन, भनेको जस्तै अघि नै हामीले भने जस्तो यो फर्मको उदाहरणमा हामीले चाहिँ एउटै खालको फर्म अथवा एउटै खालको फर्म हेऱ्यौँ भनेदेखि त्यसमा पनि भनौँ न रिलेटिभ टु अब एउटा फर्मबाट अर्को फर्ममा जाँदाखेरि चाहिँ त्यो चेन्जहरू चाहिँ कस्तो छ भन्ने कुरा हेर्न सक्छौँ भनेदेखि विदिन द फर्म पनि हामीले हेर्न सक्छौँ, गिभन हामीले चाहिँ त्यो मल्टिपल पोइन्टमा त्यो डाटाहरू चाहिँ कलेक्ट गरेका छौँ भनेदेखि। सो त्यसरी हेर्छौँ भन्ने कुरा भयो है। सो अब यसमा केही उदाहरणहरू होइन, यसमा अब अघि नकै हामीले जुन यो अगाडि मैले एक्सप्लेन गर्दै गर्दाखेरि केही उदाहरणहरू छ होइन। त्यसमा इन्डिभिजुअल हाउसहोल्डको चाहिँ युटिलिटी, मार्जिनल युटिलिटी, वेलफेयरको कुराहरू चाहिँ हामी बेसिकली गर्छौँ यसमा होइन। अब जस्तै एउटा क्वेसन चाहिँ अघि न रेमिटेन्सकै कुरा गरेँ मैले, डज रेमिटेन्स इन्कम इन्क्रिज द एक्सपेन्डिचर अफ अ हाउसहोल्ड भनेको एउटा कुनै रेमिटेन्स रिसिभिङ हाउसहोल्डमा चाहिँ
भनौँ न उसको चाहिँ त्यो रेमिटेन्स इन्कम छ भनेदेखि त्यसले चाहिँ रिलेटिभ टु नन रेमिटेन्स रिसिभिङ हाउस होल्ड चाहिँ उसले फुडमा, एजुकेसनमा, मेडिकलमा अथवा लिजरमा चाहिँ एक्सपेन्डिचर बढाउँछ कि बढाउँदैन भन्ने एउटा क्वेसन हुनसक्छ भनेदेखि अर्को चाहिँ अब पैसा पठाइयो, पैसा पठाइसकेपछि किन भन्दाखेरि अब यो खर्च अथवा आम्दानीलाई मात्रै हामीले चाहिँ वेलफेयरको युनिट अथवा वेलफेयरको मेजरको रूपमा नलिएर त्यसको अल्टिमेट अझै त्यसको त्योभन्दा माथि गएर चाहिँ वेलफेयरलाई चाहिँ हामीले ह्याप्पिनेस लेभलमा होइन, अब यो भनेको हामीले भनौँ न त्यो भौतिक उसमा भौतिक सेवा सुविधा अथवा भौतिक सुविधाहरूमा चाहिँ पहुँच भयो, तर त्यो 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 जुन भौतिक सेवा सुविधामा भएको पहुँच चाहिँ यता साइकोलोजिकल अथवा अलिकति यो भनौँ न इमोसनल कुराहरूमा चाहिँ त्यसले पोजिटिभ इफेक्ट ल्याइरहेछ कि छैन भन्ने कुराहरू पनि हामीले चाहिँ अब यसमा जस्ट भनौँ न कति खर्च गर्नुभयो, कति आम्दानी गर्नुभयो, ती कुराहरूलाई चाहिँ हेरे भयो भनेदेखि अब यसमा चाहिँ त्यो त्यो खर्च अथवा त्यो आम्दानीले चाहिँ तपाईँको कति चाहिँ खुसी हुनुहुन्छ अथवा कति सेटिस्फाइड हुनुहुन्छ होइन। जस्तै अब हामीले रेमिटेन्सको कुरा गर्दै गर्दाखेरि अथवा माइग्रेसनको कुरा गर्दै गर्दाखेरि अब हाम्रो सामाजिक विकृतिहरू पनि चाहिँ धेरै भएको छ होइन। अनि त्यो मात्रै नभएर मान्छेहरू चाहिँ दुःखी पनि हुन्छन् होइन, किन भन्दाखेरि त्यो चाहिँ फ्यामिलीसँग सेपरेट भएर बस्नुपर्ने हुन्छ। अनि त्यो हुँदाखेरि त्यसले ल्याउने विभिन्न टेन्सनहरू हुन्छ, त्यसले गर्दाखेरि अब भनौँ न त्यो फ्यामिलीहरूमा चाहिँ अर्कै खालको होइन, दे आर कन्ज्युमिङ। अब त्यसमा चाहिँ खाना राम्रो खाइरहेछन्, परिवारले शिक्षा राम्रो पाइरहेछन् होइन, ट्रिटमेन्ट, मेडिकल ट्रिटमेन्ट पाइरहेछ, भनौँ न उनीहरूले राम्रो लुगा लगाइरहेछन् अथवा बाहिर बाहिर कता कता घुम्न गइरहेछन्, तर अल्टिमेटली त्यो चाहिँ यता खुसीको तहमा अथवा त्यो जुन भनौँ न त्यसले जुन यो सेपरेसन जुन छ होइन, जस्तै बुवा बुवा चाहिँ बाहिर हुँदाखेरि बुवाको छोरासँग राम्रो सम्बन्ध नहुने, अथवा आमा चाहिँ बाहिर हुँदाखेरि आमाको चाहिँ बच्चासँग राम्रो सम्बन्ध नहुने, अथवा बुवा चाहिँ बाहिर हुँदाखेरि बुवा र आमा बिच राम्रो सम्बन्ध नहुने, अथवा भनौँ न छोरा चाहिँ बाहिर हुँदाखेरि छोराको बुवासँग अथवा आमासँग चाहिँ त्यो सम्बन्ध राम्रो नहुने होइन, त्यस्तो खालको अथवा त्यो 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 जुन इन्टिमेसीहरू हुन्छ होइन, त्यो कुराहरू चाहिँ अलिकति टाढिँदै गइसकेपछि त्यसले चाहिँ अलिकति अर्कै खालको डिप्रेसन चाहिँ क्रिएट गरिरहेकोहरू पाइन्छ होइन हाम्रो सोसाइटीमा। अनि त्यो बाहेक विकृतिहरू त हामीले सुन्ने गरेका नै छौँ। त्यसलाई पनि केही न केही मेजर गरेर चाहिँ भनौँ न यी कुराहरू हाम्रो चाहिँ समाजमा हामीले चाहिँ रेमिटेन्सले गर्दाखेरि हाम्रो सबै भौतिक उयोहरू त भइरहेछ, तर त्यसले त्यो भौतिक हाम्रो फुलफिलमेन्टलाई चाहिँ यो टेन्सनले फुलफिलले चाहिँ हाम्रो यो टेन्सनलाई चाहिँ आउटवे गर्छ त, अथवा त्यसलाई चाहिँ केही हदसम्म रिड्युस गर्छ त भन्ने कुराहरू पनि त्यसरी चाहिँ अहिले स्टडीहरू भइरहेछ होइन। अनि अर्को हाउ हेज द रेमिटेन्स इम्प्याक्टेड द ओभरअल वेलफेयर अफ द रेमिटेन्स रिसिभिङ हाउस होल्ड भन्नेमा अब यही ओभरअल वेलफेयरलाई चाहिँ अब विभिन्न इन्डिकेटरहरू चाहिँ युज गरेर अहिले मेजर गरिन्छ होइन। अब यसमा त्यही अहिलेकै ह्याप्पिनेस लेभलको कुरा, अनि त्यो साइकोलोजिकल वेलबिङको कुरा होइन, स्पिरिट त्यो रिलेसनसिपको कुराहरू, ती कुराहरू चाहिँ छ है। यो फर्म लेभलमा पनि अघिनकै यसमा यो आउटपुट, इनपुट, रेभिन्यू, एक्सपेन्डिचर, प्रफिट्स, इम्प्लोइमेन्ट अनि कोर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी भन्ने कुराहरू नै चाहिँ हामी हेर्छौँ। सो यो चाहिँ हाम्रो माइक्रो पर्सपेक्टिभ अथवा माइक्रो अथवा हामीले चाहिँ माइक्रो पर्सपेक्टिभमा चाहिँ कसरी बुझ्छौँ भन्ने कुरा यहाँनिर गरियो। यसमा केही छ कसैको एक्स्ट्रा पर्सपेक्टिभ अथवा यसमै रहेर कसै केही छ भने? छैन सर। ओके। सो अब म्याक्रो पर्सपेक्टिभमा अब म्याक्रो भनेको अब हामी चाहिँ भनौँ न
यो यो बर्ड्स आई भ्यू पनि भनेर भनिन्छ होइन। भनेको माइक्रोमा चाहिँ हामी के गऱ्यौँ त भन्दाखेरि अघि न इन्डिभिजुअल लेभलमा गयौँ होइन। जस्तै राज सरकोमा घरमा गएर चाहिँ तपाईँको वेज कति छ र तपाईँको शिक्षाको लेभल कति छ, तपाईँ के काम गर्नुहुन्छ, अनि कति कति घन्टा काम गर्नुहुन्छ, कति फिजिकल्ली हार्ड अथवा फिजिकल्ली इन्टेन्सिभ काम गर्नुहुन्छ, अथवा होइन सेडेन्ट्री खालको काम गर्नुहुन्छ तर भनौँ मेन्टल्ली कति च्यालेन्जिङ काम गर्नुहुन्छ भनेर सो इन्डिभिजुअल लेभलमा उहाँको चाहिँ सबै कुराहरू बुझ्ने प्रयास गऱ्यौँ होइन। त्यसै गरेर फर्ममा गयौँ, फर्ममा गएर चाहिँ एउटा किसानले एग्रिकल्चर फर्ममा गएर चाहिँ किसानले कति समय चाहिँ त्यहाँ बिताउँछ र त्यो बाहेक अन्य कुराले चाहिँ उसको प्रफिटेबिलिटीमा अथवा उसको आम्दानीमा चाहिँ कस्तो असर गर्छ भन्ने कुरा हामीले त्यो फिल्डमै गएर ग्राउन्डमै गएर होइन उहाँको चाहिँ घरमै गएर गऱ्यौँ भन्ने कुरा भयो भनेदेखि अब म्याक्रो पर्सपेक्टिभमा चाहिँ हामी बढ्छ होइन माथिबाट सर हेर्छौँ। माथिबाट हेर्दै गर्दाखेरि अब हामी राजको घरमा नगइकन होइन उहाँको चाहिँ जस्ट एउटा उहाँको नगरपालिकामा केही डाटाहरू चाहिँ सङ्कलन भएको छन् होइन। त्यसलाई चाहिँ अब भनौँ न समग्र अथवा एग्रिगेट रूपमा चाहिँ हामीले हेर्छौँ होइन। अब त्यसमा जस्तै हामी ग्लोबल अथवा क्रस कन्ट्री अब अघि नै मैले जस्तै राजहरूको चाहिँ नगरपालिकामा गएर हेर्छौँ भन्नुभन्दा अगाडि चाहिँ अब जस्तै ग्लोबल अथवा क्रस कन्ट्री कुराहरू पनि हेर्छौँ भन्ने कुरा भयो। जसमा जस्तै जस्तै अब हामी यो साउथ एसियामा छौँ होइन, साउथ एसियामा छौँ। अनि त्यसपछि हाम्रो चाहिँ अलिकति टाढाको भनौँ न नर्थ अमेरिका अथवा साउथ अमेरिका। सो त्यसको त्यो त्यो बिचमा अब क्लाइमेट चेन्जको कुराहरू हेर्ने भन्यौँ होइन। सो क्लाइमेट चेन्जको कुरा हेर्दै गर्दाखेरि अब हामी इन्डिभिजुअल लेभलमा भन्दाखेरि पनि अब भनौँ न देश देश बिचको चाहिँ अथवा हामी चाहिँ कन्टिनेन्ट बिचको डिफ्रेन्सेस चाहिँ हामी हेर्न खोज्दैछौँ होइन। त्यो भनेको जस्तै जस्तै अब हामी यो CO2 एमिसनको कुरा गरौँ होइन। द CO2 एमिसन चाहिँ कस्तो भयो भन्दाखेरि जस्तै अमेरिका लगायत युरोपियन मुलुकहरूले चाहिँ 18औं शताब्दीमा यो इन्डस्ट्रियल रेभोल्युसन पश्चात स्टिम इन्जिनको जुन रेभोल्युसन भयो त्यो बेलादेखि उनीहरूले चाहिँ एकदम यो भनौँ न कोल माइनिङहरू कोल चाहिँ युज गरेर एकदम प्रकृतिमा चाहिँ यो CO2 एमिसनहरू त्यति बेलादेखि गर्दै गरे होइन। अनि त्यो गरेर उनीहरूले के गरे भन्दाखेरि आफ्नो चाहिँ विकास एकदम तीव्र गतिमा गरे र त्यसको चाहिँ भनौँ न एकदम प्रचुर स्रोत साधन चाहिँ उनीहरूले युज गरेर आफू चाहिँ समृद्ध भए होइन ती मुलुकहरू। अनि वेरेज अब साउथ एसिया चाहिँ अब के कारणले पछि पर्यो होइन। अब त्यसमा तिनै मुलुकहरूको पनि के कति हात छ होइन। अनि त्यसपछि अब के भयो भन्दाखेरि अब बिस्तारै उनीहरू चाहिँ समृद्ध हुँदै गए, उनीहरूलाई चाहिँ उनीहरूको आवश्यकताहरू बेसिक आवश्यकताहरू पूर्ति मात्रै नभएर अब उनीहरू चाहिँ त्यो प्रोस्पेरिटीको उच्चतम बिन्दुमा पुगे। अब के होला त भन्दाखेरि अब उनीहरूलाई त्यो भनौँ न अब फर्दर प्रोडक्सन अथवा फर्दर ऊ चाहिँ त्यति आवश्यक भएन अथवा आवश्यक छ तर त्यसलाई चाहिँ उनीहरूले के गर्न थाले भन्दाखेरि आफ्नो एरियामा चाहिँ त्यो पोल्युसन नहोस् भन्नको लागि चाहिँ ती प्रोडक्सन फर्महरू चाहिँ अन्त कतै सिफ्ट गर्न थाले। त्यसले गर्दाखेरि अब के देखिन्छ त भन्दाखेरि जस्तै उनीहरूको चाहिँ CO2 एमिसन घट्दै गएको देखिन सक्छ होइन। भनेको उनीहरूले कुनै बिन्दुमा होइन त्यतिखेर सायद अब त्यो रेकर्ड नै राख्ने चलन थिएन अथवा त्यो रेकर्ड राख्नुपर्छ भन्ने कुरा पनि नभएको बेलामा चाहिँ म्यासिभली त्यो CO2 एमिसनहरू गरे र उनीहरू चाहिँ एउटा राम्रो प्रोस्पेरिटीको ठाउँमा पुगे। तर अब चाहिँ उनीहरू एउटा लेभल अफ प्रोस्पेरिटी भइसकेपछि अब थप चाहिँ हामी हाम्रो भनौँ न अब हामी चाहिँ आफ्नो एरियालाई चाहिँ स्वच्छ राख्न चाहन्छौँ भनेर उनीहरूले चाहिँ त्यो प्रोडक्सन फर्महरू कतै सिफ्ट गरेर होइन उनीहरूले चाहिँ आफ्नो अब उनीहरूसँग इनफ वेल्थ छ अथवा इनफ पैसा छ भनौँ न होइन। त्यो पैसाले चाहिँ अब वस्तु किन्नलाई अब जस्तै चाइनामा अथवा बङ्गलादेशमा अथवा भियतनामबाट चाहिँ सामानहरू मगाउने भयो। अब के देखिन्छ त भन्दाखेरि जस्तै इन्डियामा पनि अब के कति प्रडक्सनहरू हुन्छ।
अब के देखिन्छ भन्दाखेरि चाइनाले पनि यो प्रोडक्सन अब गर्दै गर्दाखेरि केही न केही पोल्युसन गर्नै पर्यो होइन, CO2 एमिसन गर्नै पर्यो। अनि अब ऊ चाहिँ भनौँ न ती मुलुकहरूभन्दा एउटा लेभलमा त पुग्यो, तर पनि त्यो प्रस्पेरिटीको उच्चतम बिन्दुमा चाहिँ पुगेको छैन रिलेटिभ टु दोज कन्ट्रिज होइन। अनि त्यसो भएदेखि हामी अब हेरौँ त कस्तो छ त CO2 एमिसनको अवस्था भनेर हामीले इन्भाइरोमेन्टल कुजनेट कर्भ भनेर हेर्छौँ होइन। त्यसमा चाहिँ के देखिन्छ त भन्दाखेरि अब चाइनामा चाहिँ चाइनाको चाहिँ र अमेरिकाको अथवा अस्ट्रेलियाको कम्पेरिजन गर्ने हो भनेदेखि ठ्याक्क एउटा ट्रेन्ड चाहिँ देखिन्छ होइन। त्यो कस्तो ट्रेन्ड भन्दाखेरि अब अमेरिका यतातिर छ भनौँ न होइन। सो अमेरिकामा चाहिँ जस्तै यहाँनिर कुजनेट कर्भ चाहिँ कस्तो हुन्छ त भन्दाखेरि ओके अहिले ऊ छैन, जस्ट मैले उदाहरण दिन खोजेँ, यो कर्सर फलो गर्नु होला। अब चाइनाको भनौँ न, चाइनाको ड्र गर्ने हो भनेदेखि कस्तो देखिन्छ त यो एमिसनको कर्भ भन्दाखेरि हामीले चाहिँ इन्भाइरोमेन्टल कुजनेट कर्भ चाहिँ GDPको तुलनामा CO2 चाहिँ कस्तो हुन्छ त भन्दाखेरि अभियसली उसले आफ्नो प्रोडक्सन गर्दै गर्दाखेरि पोल्युसन धेरै गर्छ अथवा एमिसन चाहिँ धेरै गर्छ। त्यो भएर अभियसली उसको इन्कम पनि बढिरहेकै हुन्छ र त्यो सँगसँगै उसको इन्कमको सोर्स अथवा GDPको सोर्स चाहिँ त्यो इन्डस्ट्रियल प्रोडक्सनबाटै हो भनेदेखि अभियसली त्यो CO2 पनि यसरी बढ्ने भयो। भएर अब अमेरिका अथवा युरोपियन मुलुकहरूमा चाहिँ अब उनीहरूले पोल्युसन गर्ने भन्दा पनि नन पोल्युटिङ इन्डस्ट्री अथवा नन पोल्युटिङ बिजनेसहरूलाई चाहिँ प्रमोट गरिरहेको भएर उनीहरूको चाहिँ अब इन्कम यसरी बढे पनि होइन, इन्कम यसरी बढे पनि अब जुन त्यो एमिसनको कुरा छ, एमिसन चाहिँ यसरी भनौँ न एउटा लेभलमा पुगेर त्यसरी झरिरहेकोहरू देखिन्छ होइन। अब त्यसलाई चाहिँ हामी यो उसँग पनि तुलना गर्न सक्छौँ हामीले भनौँ न यो जुन ब्याकवर्ड बेन्डिङ कर्भ भनेर हामी माइक्रो इकोनोमिक्समा त्यो थ्योरिस्टको नाम ठ्याक्कै बिर्स्यो, जस ब्याकवर्ड बेन्डिङ कर्भ भनेको चाहिँ कुनै एउटा व्यक्तिले चाहिँ आफ्नो भनौँ न मिनिमम लेभल अफ सस्टेनेन्सको लागि र त्यसपछि एउटा भनौँ न अलिकति प्रोस्पेरिटीको लेभल र त्योभन्दा उच्चतम बिन्दु प्रोस्पेरिटीको हाइएस्ट बिन्दुमा पुगिसकेपछि त्यो तिनवटा स्टेजलाई चाहिँ कम्पेयर गर्दाखेरि त्यो सस्टेनेन्सको लेभलमा उसले अलिकति बढी काम गर्छ भनेको उसले चाहिँ लेबर आवर अलिक बढी स्पेन्ड गर्छ र अलिकति भनौँ न एउटा बिन्दुमा नपुगुन्जेलसम्म चाहिँ उसले एकदम त्यो लेबर आवर चाहिँ बढाएर एकदम भनौँ न यसरी चाहिँ गइरहेको हुन्छ होइन। तर भनेको उसको यतापट्टि चाहिँ इन्कम छ भनेदेखि यतापट्टि लेबर आवर यतापट्टि चाहिँ इन्कम छ भनेदेखि यतापट्टि चाहिँ लेबर आवर छ भनेदेखि एउटा लेभलसम्म चाहिँ भनौँ न त्यो सस्टेनेन्सको अवस्थासम्म चाहिँ उसले अलिक बढी आवर दिन्छ र त्यसपछि अलिकति घटाउन थाल्छ होइन। त्यसपछि एउटा बिन्दुमा नपुगुन्जेलसम्म फेरि त्यही लेभलमा चाहिँ कन्टिन्यू हुन्छ र अब इन्कमको चाहिँ एउटा अलिकति अथवा प्रोस्पेरिटीको चाहिँ उच्चतम बिन्दुमा पुगिसकेपछि ऊ चाहिँ घट्छ होइन। सो त्यसरी चाहिँ हामीले यो भनौँ न त्यसरी चाहिँ कम्पेयर गर्न सक्छौँ यो इन्भाइरोमेन्टल कुजनेट कर्भको केसमा भनेर त्यो लेभल ब्याकवर्ड बेन्डिङ लेभल कर्भको उदाहरण प्रस्तुत गरेँ। अब हामीले ग्लोबल अथवा क्रस कन्ट्री एनालाइसिस चाहिँ त्यसरी पनि गर्न सक्छौँ होइन। भनेको साउथ एसियन इकोनोमिजहरूले चाहिँ कस्तो गर्दैछन् त GDP र त्यसपछि यो हाम्रो एमिसनको चाहिँ कम्पेरिजन गरेर होइन। उसको GDP कति छ होइन साउथ एसियाको, र त्यसपछि अमेरिकाको GDP कति छ र उसको एमिसन कति छ र उसको कति छ होइन। त्यसो हो भनेदेखि एमिसनले गर्दाखेरि उसको चाहिँ GDPमा कति चाहिँ भनौँ न कति चाहिँ असर गर्दो रहेछ अथवा कति चाहिँ कन्ट्रिब्युट गर्दो रहेछ होल्डिङ अदर फ्याक्टर्स के अरे कन्सटेन्ट भनेको अरू अन्य फ्याक्टरहरू पनि हामीले चाहिँ इन्क्लुड गर्छौँ। तर पनि त्यो भनौँ न कोफिसियन्टहरू चाहिँ एउटा हेर्दाखेरि त्यसरी पनि हामी चाहिँ यो म्याक्रो लेभलमा ग्लोबल क्रस कन्ट्री चाहिँ एनालाइसिसहरू गर्न सक्छौँ भन्ने कुरा भयो होइन। त्यसपछि हामी कन्ट्री लेभलमा होइन, अब कन्ट्री लेभलमा हामी आफ्नै देशभित्र पनि चाहिँ हामी हेर्छौँ। जस्तै हाम्रो एडमिनिस्ट्रेटिभ स्ट्रक्चर चाहिँ हाम्रो प्रोभिन्स 7वटा प्रोभिन्स र 77 जिल्ला होइन। अब यो VDC त काउन्टलेस अब ठ्याक्कै काउन्टलेस भन्दा पनि अहिले नम्बर याद भएन। अब त्यसको पनि वार्ड चाहिँ छ होइन। अब
यसमा यो प्रोभिन्स लेभलमा जस्तै 7 प्रदेशमा चाहिँ जस्तै अब हामी गरिबीको कुरा गरौँ न होइन। सो गरिबी चाहिँ कुन प्रदेशमा बढी होला? अब यत्तिकै तपाईँहरूलाई मैले यत्तिकै सोधेँ। सो नेपालमा अब 7 प्रदेशमध्ये सबभन्दा बढी गरिब प्रोभिन्स चाहिँ कुन छ अहिले? के हेर्नु भएको छ कसैले? सुदूरपश्चिम हो, कर्णाली प्रदेश हो। हजुर कर्णाली प्रदेशमा चाहिँ सबभन्दा बढी गरिबी देखिन्छ भनौँ न होइन। अनि त्यसो भएदेखि अब सबभन्दा समृद्ध प्रदेश चाहिँ कुन होला? भनौँ न अब समृद्ध इन द सेन्स जिडिपीकै कुरा गरौँ न, सबभन्दा धेरै चाहिँ जिडिपीमा कन्ट्रिब्युट गर्ने प्रदेश। मध्य प्रदेश हो। मध्य प्रदेश आई थिङ्क सेकेन्डमा हुन्छ के अरे। खैर जस मैले एउटा उदाहरण दिएँ होइन। यसरी पनि हामीले चाहिँ प्रोभिन्स लेभलमा अब जिडिपीहरूको कम्पेरिजन अथवा प्रोभिन्स लेभलमा चाहिँ हाम्रो यो गरिबीको अवस्था होइन अथवा इनइक्वालिटीको अवस्था। अब हामीसँग चाहिँ अब अहिले सेन्ससको डाटा छ होइन। सेन्सस 2078मा अब विभिन्न अहिले यो सिबिएसले हिजो अस्ति भर्खरै पनि एउटा रिपोर्ट सार्वजनिक गर्यो होइन। अब यसमा चाहिँ यो हाम्रो जनसाङ्ख्यिक लाभको कुराहरू होइन। अब त्यसमा पनि उसले कुन प्रदेशमा अथवा कुन जिल्लामा होइन अनि चाहिँ बढी युथहरू छ अथवा युथ पपुलेसन छ, अनि त्यसमा एजुकेटेड मान्छे कति छ होइन, एजुकेटेडमा पनि स्नातक कति छ, स्नातकोत्तर कति छ अथवा इलिट्रेट कति छ होइन। त्यसरी पनि हामी चाहिँ कम्पेयर एन्ड कन्ट्रास्ट गर्न सक्छौँ। र त्यसमा पनि अब भनौँ न जस्तै यो जस्तै एउटा कुनै प्रदेशमा चाहिँ गरिबी उच्च छ भने हामीले अघि नै कर्णाली प्रदेश भनेर भन्यो भने, सो कर्णाली प्रदेशमा गरिबी उच्च हुनुको पछाडि के कारण के होला त भनेर अब हामीले भनौँ न एउटा यो हाम्रो विभिन्न इयरको डाटा लिएर चाहिँ हामीले त्यसको कम्पेयर गर्न सक्छौँ होइन। अथवा हाम्रो जुन रिग्रेसन गरेर चाहिँ त्यसमा प्रोभिन्स भन्ने फ्याक्टरलाई पनि चाहिँ हामीले लिएर होइन प्रोभिन्सकै त्यो प्रोभिन्स चाहिँ कर्णाली भएकै कारणले अथवा कर्णाली भन्ने बित्तिकै त्यो चाहिँ त्यो ठाउँ स्पेसिफिक अथवा त्यसको जियोग्राफी स्पेसिफिक अथवा त्यसमा चाहिँ हुने नेचुरल डिजास्टर जस्तै हाम्रो अस्ति भर्खरै जाजरकोटमा भूकम्प आयो होइन। त्योभन्दा केही समय अगाडि रुकुम लगायत जाजरकोटमा त्यो भूकम्प गइरहन्छ होइन। अनि त्यो भूकम्प गइरह्यो भनेदेखि उसलाई त्यो क्षतिहरू पनि भइराख्ने भयो होइन। त्यो क्षतिहरू भइराख्दाखेरि ऊ चाहिँ त्यो क्षतिबाट कहिले पनि उठ्न नसक्ने होइन। अथवा उसले चाहिँ भनौँ न कि त बसाइ सरेर जानु पर्यो होइन भनेदेखि त्यो ठाउँमा अथवा कर्णाली भन्ने ठाउँमा रहेकै कारणले गर्दाखेरि अथवा जाजरकोट भन्ने जिल्लामा बसेकै कारणले गर्दाखेरि चाहिँ ऊ गरिब भइराखेको हुनसक्छ होइन। सो ती कारणहरूलाई पनि हामीले चाहिँ फ्याक्टर इन गरेर हामीले भनौँ न यो प्रोभिन्सियल लेभलमा अथवा डिस्ट्रिक्ट लेभलमा चाहिँ यो म्याक्रो लेभलको स्टडी चाहिँ गर्न सक्छौँ होइन। सो त्यो चाहिँ यो कन्ट्री लेभलको कुरा भयो होइन। सो अब यसमा यो म्याक्रो चाहिँ अनलाइक माइक्रो यो चाहिँ एग्रिगेटेड अप्रोच हो भनेको यसमा हामीले घरमा गएर अथवा व्यक्तिलाई चाहिँ नसोधिकन हामीसँग केही डाटा छ, प्रोभिन्सको डाटा के छ भन्दाखेरि प्रोभिन्समा 80% गरिबी छ भन्ने कुरा भयो भनेदेखि त्यसो भए प्रोभिन्स नभएर डिस्ट्रिक्टको हेरौँ न त भन्दाखेरि 77%मा चाहिँ 77 जिल्लामा 80% चाहिँ हाम्रो यति प्रतिशत चाहिँ गरिबी छ होइन। 77मा जस्तै एउटामा 25% होला अथवा एउटामा 35% होला होइन। त्यो जिल्लाको चाहिँ डाटाहरू हुन्छ होइन। सो त्यसलाई पनि हामीले चाहिँ एउटा म्याक्रो अप्रोचमा त्यसलाई पनि एउटा भनौँ न युनिट अफ यो म्याक्रो युनिट चाहिँ को रूपमा लिएर अनि हामीले चाहिँ यो अलिकति बिगर पिक्चर होइन डिस्ट्रिक्ट लेभलमा होइन अथवा भिडिसी पनि स्टिल ठुलै हुन्छ होइन। अनि
वार्ड लेभल पनि होइन, किन भन्दाखेरि वार्डमा पनि घरहरू चाहिँ धेरै घरहरू हुन्छ होइन। सो त्यसरी चाहिँ यो बिगर पिक्चरमा हेर्ने कुरा चाहिँ हाम्रो म्याक्रो पर्सपेक्टिभ भयो। अनि अब म्याक्रो इकोनोमिक इन्डिकेटरहरू होइन, जस्तै जिडिपी, जिएनपी होइन, अब इन्टरनेसनल इकोनोमिक्सको कुरामा भनौँ न हामी ट्रेडको कुरा अथवा ट्रेड ओपननेसको कुरा अथवा एक्सचेन्ज रेटको कुरा होइन। अनि एक्सचेन्ज रेटमा पनि रियल इफेक्टिभ एक्सचेन्ज रेटको कारणले गर्दाखेरि चाहिँ हाम्रो ट्रेडमा चाहिँ कस्तो असर गर्छ होइन भन्ने कुराहरू, ट्रेडको कुरा पनि चाहिँ यो म्याक्रो पर्सपेक्टिभ अन्तर्गतै पर्छ। अनि त्यो म्याक्रो भनौँ न अब हामीले जिडिपीको अथवा गरिबीको अथवा इनइक्वालिटीको पोभर्टीको कुराहरू मात्रै नभएर अब हाम्रो गभर्मेन्टको स्ट्रक्चर होइन, अब जस्तै अब हामीले अहिले फेडरलिजमको कुराहरू गरिरहेछौँ अथवा हाम्रो फेडरलिजम चाहिँ यत्रो भनौँ न 2017, 18, 16, 17 कति हामीले 17मा हामीले लोकल गभर्नेन्स एक्ट ल्यायौँ होइन। तर हाम्रो भनौँ न फर्मल्ली हामीले चाहिँ ऊ गर्न थालेको चाहिँ आई थिङ्क हामीले 2012, 13बाटै चाहिँ हामीले यो फेडरल ऊ चाहिँ स्टार्ट गरेका थियौँ होइन। फेडरल गभर्मेन्ट अथवा त्यो रिस्ट्रक्चरिङ चाहिँ सुरु गरेका थियौँ। अब ती कुराहरूलाई पनि अब हामीले भनौँ न किन चाहिँ यो फेडरलिजम अथवा फेडरलिजमले चाहिँ काम गर्यो अथवा गरेन, अथवा त्यो फेडरलिजम चाहिँ हाम्रो हितमा छ या छैन भन्ने कुरा पनि अब हामीले त्यो चाहिँ घर घरमा गएर अथवा इन्डिभिजुअल लेभलमा नभएर हामीले चाहिँ सिम्पली हाम्रो फेडरल स्ट्रक्चरहरूको चाहिँ हेरेर त्यो गभर्मेन्टको स्ट्रक्चर अथवा गभर्मेन्टको इन्स्टिट्युसन्सहरूलाई चाहिँ हेरेर त्यसको पर्फर्मेन्सहरू पनि लाई चाहिँ लिएर हामीले स्टडीहरू गर्न सक्छौँ होइन। फर इक्जाम्पल अब फेडरलिजम चाहिँ अब हामीले भनौँ न भयो फेडरलिजम पछि अब हामीले चाहिँ यो फेडरल स्ट्रक्चरमा केही यो हाम्रो संविधान अनुसारले यो हाम्रो के यो नेचुरल रिसोर्सेस एन्ड फिजिकल कमिसन भन्ने यो प्राकृतिक स्रोत तथा वित्त आयोगले चाहिँ केही फर्मुलाहरू युज गरेको हुन्छ होइन। के को लागि भन्दाखेरि फेडरलिजम चाहिँ इम्प्लिमेन्ट गर्नलाई त्यो बजेट ट्रान्सफर अथवा हाम्रो जुन बजेट ट्रान्सफरै भनौँ न होइन। सो त्यो फर्मुलाहरूले काम गरिरहेछ कि छैन त, अथवा त्यो चाहिँ जस्तै काठमाडौँमा कति बजेटहरू चाहिँ फ्रिज भयो अथवा कति चाहिँ खर्च गर्न सकेन, अनि त्यो भएर चाहिँ उसले यो सोसियल प्रोग्राम्सहरू होइन, जस्तै वृद्धलाई चाहिँ घर घरमै पैसा पुर्याइदिने जस्तो कुराहरू होइन चाहिँ गरिरहेको हुन्छ। अनि स्कुलमा चाहिँ कति यो के स्कुलमा त अब के अस्ति भर्खरै यो स्मार्ट डिस्प्लेहरू बोर्डहरू चाहिँ गरिरहेको हुन्छ। वेयरएज अब हाम्रो कर्णाली अथवा सुदूरपश्चिममा चाहिँ कति ठाउँमा बाटो नै राम्रो नभएर होइन, अथवा एम्बुलेन्स जाने बाटो नै नभएर कति सुत्केरी महिलाहरूले चाहिँ बाटोमै भनौँ न त्यो डेलिभर गर्ने अथवा बाटोमै चाहिँ मृत्युवरण गर्नुपर्ने अवस्थाहरू चाहिँ छ होइन। सो त्यसलाई पनि हामीले चाहिँ अलिकति क्रिटिकल्ली सोचेर ती स्ट्रक्चरहरूले कसरी काम गरिरहेछन् र त्यसको चाहिँ अवस्था के छ होइन, त्यो भनेको खर्चबाट पनि हेर्न सक्छौँ अथवा जस्ट स्ट्रक्चरल यो फेडरल स्ट्रक्चरमा काहीँ न काहीँ यो फल्ट चाहिँ भएर नै यस्तो भइरहेछ हाम्रो अवस्था भन्ने कुराहरू पनि हामीले इङ्गित गरेर चाहिँ स्टडीहरू गर्न सक्छौँ होइन। त्यो पनि म्याक्रो पर्सपेक्टिभ नै हुन्छ। त्यो लगायत हामी फिजिकल पोलिसी, मोनिटरी पोलिसी, ट्रेड पोलिसी होइन, हेल्थ, एजुकेसन, टेक्नोलोजी अथवा जे जति हाम्रो म्याक्रो इकोनोमिक इन्डिकेटरहरू अथवा पोलिसी इन्डिकेटरहरू अथवा पोलिसीको कुराहरू पनि चाहिँ हामीले हेर्न सक्छौँ थ्रु म्याक्रो इकोनोमिक लेन्स अथवा म्याक्रो पर्सपेक्टिभ भन्ने चाहिँ भयो है। अब यो इन्टरकनेक्टेडनेसको कुरामा हामी थोरै 5 मिनट जतिमा सक्छौँ। सो इन्टरकनेक्टेडमा अब माइक्रो मिलेर नै म्याक्रो बन्ने हो होइन। अब जस्तै हामीले अघि न यो कन्ट्री लेभलमा प्रोभिन्समा जिडिपीको कुरा गर्दै गर्दाखेरि त्यो जिडिपीमा आउने कम्पोनेन्टहरू त फेरि काहीँ न काहीँ इन्डिभिजुअल लेभलबाटै आउने हो नि त होइन, अथवा फर्म लेभलबाटै आउने हो होइन। त्यो भएर पनि यो चाहिँ इन्टरकनेक्टेड छ। अनि
अनि कस्तो भन्दाखेरि कहिलेकाहीँ अब हामीले पोलिसीहरू डिजाइन गर्दाखेरि होइन बेसिकली यो फिस्कल पोलिसी अथवा मोनिटरी पोलिसीहरू चाहिँ हाम्रो त म्याक्रो पोलिसी हो होइन कुनै एउटा इन्डिभिजुअललाई हेरेर अथवा सर्टन इन्डिभिजुअललाई हेरेर अथवा हाउस होल्डलाई हेरेर नभएर उसले चाहिँ समग्र समग्र एउटा सेक्टर अथवा समग्र पपुलेसनलाई चाहिँ हेरेर पोलिसीहरू आउँछ त्यो पोलिसी चाहिँ फेरि त्यो पोलिसीको लाभ लिने अथवा बेफाइदा भए पनि बेफाइदा चाहिँ बेहोर्ने को हुन्छ त भन्दाखेरि अल्टिमेटली इन्डिभिजुअल अथवा हाउस होल्ड अथवा फर्म नै हुन्छ होइन सो त्यसरी चाहिँ यो इन्टरकनेक्टेड छ सो टाइम चाहिँ 9:15 भएछ सो अहिलेलाई चाहिँ मैले यहीँनिर रोकेँ भोलि चाहिँ हामी यो रिमेनिङ पार्ट थोरै कुरा गर्छौँ र यो दुईवटा पेपर छ हामी है सो यो पेपर चाहिँ मैले तपाईँहरूलाई एकचोटि यो कतै मिल्छ भनेदेखि नोट गर्नु होला है टाइटल र त्यसपछि सर्च गरेर एकचोटि सर पढेर टाइम भएसम्म यसको इन्ट्रोडक्सनले के भन्छ अनि त्यसपछि यसको डाटाको बारेमा अनि उसले युज गरेको मेथडको बारेमा र त्यसपछि उसको कन्क्लुजन के छ होइन त्यो कुराहरू सर सबै कुरा पढिराख्नु परेन जस्ट भनौँ न अथवा यो एब्स्ट्र्याक्ट नै एकचोटि राम्रोसित पढेर आउनु होला होइन भ्याएसम्म सबै नै पढ्नुहोस् नभए एब्स्ट्र्याक्ट चाहिँ राम्रोसित पढ्नुहोस् है यो दुईवटा पेपर छ मैले यो टिप्नलाई एकचोटि समय दिएँ है त तपाईँलाई त्यसको त्यो लिङ्क छैन होला सर युआई ए छन् त नभए म यो पेपरै धीरेन सर मार्फत तपाईँहरूलाई ट्रान्सफर गरेर लगाइदिन्छु नि यो एउटा भयो डियुआई मात्रै भए पनि हुन्छ सर ए हुन्छ यो दुईवटा पेपर छ है एकचोटि एब्स्ट्र्याक्ट चाहिँ मजाले पढेर आउनु होला है अब यसमा चाहिँ यो एब्स्ट्र्याक्ट सायद छैन जस्तो छ तैपनि सर एकचोटि पढेर आउनु होला ओके सो यसमा केही छ भने छलफल गरौँ आजको यो हामीले कुरा गरेको माइक्रो पर्सपेक्टिभ म्याक्रो पर्सपेक्टिभमा है के क्वेसन छ भने त्यसमा छलफल गरौँ है त यो रिसर्च त म्याक्रो पर्सपेक्टिभबाट पनि हुन्छ माइक्रो पर्सपेक्टिभबाट पनि हुन्छ होइन सर हजुर दुइटैबाट हुन्छ अब आफ्नो इन्ट्रेस्ट अनि त्यसपछि तपाईँको बेसिकली त इन्ट्रेस्ट नै हो र त्यसपछि आफ्नो यो रिसर्च गर्नुको गोल के हो भन्ने कुराले पनि चाहिँ हुन्छ जस्तै अब म्याक्रो गर्दाखेरि तपाईँको भनौँ न यो जस्तै म्याक्रो गर्दाखेरि अब हामीले चाहिँ टाइम सिरिज डाटा पनि युज गर्छौँ होइन अब टाइम सिरिज डाटामा तपाईँको बेसिकली अब हाम्रै नेपाल अन्तर्गतै रहेर गर्ने भनेदेखि टाइम सिरिज डाटा गरिन्छ होइन अलिकति ग्लोबल पर्सपेक्टिभमा जाने हो भनेदेखि होइन हामीले चाहिँ प्यानल पनि गर्न सकिन्छ अनि त्यसबाट चाहिँ भनौँ न अब हामीले एउटा त्यसमा जेनरली एउटा इन्डिभिजुअल बिहेभियर अथवा त्यो 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 जुन हामीले अघि नै कनेक्टेडनेस त भन्यौँ तर त्यसले चाहिँ यो हामीले हाउस होल्डलाई अथवा हामीले जस्तै हाउस होल्डको बिहेभियरको बारेमा अथवा इन्डिभिजुअल बिहेभियरको बारेमा चाहिँ त्यसले हामीलाई केही पनि उ गर्दैन भनौँ न होइन खासै त्यसलाई हेल्प गर्दैन तर तपाईँ चाहिँ इन्डिभिजुअल बिहेभियर अथवा हाउस होल्ड बिहेभियरमा बढी रुचि राख्नुहुन्छ होइन अथवा गाउँघरको विषयमा अथवा यो भनौँ न गाउँको मानिस गाउँको व्यक्ति अथवा गाउँको हाउस होल्ड र अर्बन हाउस होल्ड बिचमा चाहिँ तपाईँ केही के रहेछ त इन्ट्रेस्टिङ कुरा अथवा के फरक रहेछ त
अथवा बिहेभियर चाहिँ कसरी त्यो सेप हुँदो रहेछ त भन्ने कुरालाई चाहिँ अलिकति यो भनौँ न हाम्रो इकोनोमिक्स नुवान्सेसहरूलाई चाहिँ बढी केलाउनलाई अथवा बढी सोचेर हामीले चाहिँ यो भेरिएबलहरूको बारेमा थप सोच्न पाउँछ होइन। म्याक्रोमा चाहिँ अब त्यो ठुलो बिग पिक्चर हुन्छ। अब त्यो बिग पिक्चरमा भनौँ न यसमा पोलिसीको कुरा बढी चाहिँ पोलिसीकै कुरा भनौँ न, फिस्कल पोलिसी अनि ट्रेड पोलिसीको कुरा होइन, मोनिटरी पोलिसीको कुरा, यी कुराहरूलाई चाहिँ बढी तपाईँले उ गर्नुहुन्छ होइन, न कि इन्डिभिजुअल अथवा हाउस होल्ड बिहेभियरको कुराहरू। त्यसरी चाहिँ आफ्नो इन्ट्रेस्टको आधारमा होइन, अब कतिलाई यो ट्रेड अथवा यो म्याक्रोमा बढी रुचि हुनसक्छ, अब कतिलाई चाहिँ माइक्रोमा हुन्छ। त्यो रुचि अनि आफ्नो क्षेत्र काम गरिरहेको क्षेत्रले पनि चाहिँ ड्राइभ गर्ने हुन्छ। ओके, अरू कसै केही छ भने भन्नु होला। सो यो प्यानल डाटा टाइम सिरिज डाटाहरूको त पछि हामी डिस्कसन गर्छौँ होइन सर? हामी नेक्स्ट क्लासमा गर्छौँ। यो चाहिँ जस्ट ओभरभ्यू भनौँ न, हामीले यो अझै डाटा स्पेसिफिक भएर होइन कोड नै गरेर गर्नु त बाँकी नै छ। ओके हस् सर। सो अरू कसै केही छ भने भन्नु होला, नभए आजलाई चाहिँ मैले यति नै गरेँ।